हाई गाइज, म इशान। सो यो जुन जुम्लामा अहिले घटना चलिरहेको छ त्यो घटनालाई लिएर उहाँ एउटा त्यहीँको बासिन्दा एउटा दिदी चाहिँ यो कुरालाई चाहिँ धेरै लामो लिएर जानुभएको छ र उहाँले भन्नुभएको छ कि ज्ञानेन्द्र साईलाई भोट दिएर गलत गरेन्, ज्ञानेन्द्र साईले केही गरेन हाम्रो लागि, ज्ञानेन्द्र साई त्यति काम नलाग्ने भयो भनेर धेरै टिप्पणीहरू आए र उहाँले केसम्म भन्न भ्याउनु भयो भनेपछि अब ज्ञानेन्द्र साईले यहाँको जुन लोकल सिमी त्यसपछि चोतो अब धेरै जडीबुटीहरू पाइन्छ हाम्रो जुम्लामा, तिनलाई चाहिँ अब जुन बाहिरतिर चिनाउने अथवा बाहिरतिर एक्सपोर्ट गर्ने कुरालाई लिएर चाहिँ त्यो झुट रहेको बताउनु भयो र भन्थ्यो केही गर्न सकेन भन्नुभयो। अब त्यो कुरालाई लिएर मेरो टिप्पणी के छ भन्दाखेरि ज्ञानेन्द्र साईले गलत बोलेका छैनन्, गरेका हुन्, ज्ञानेन्द्र साईले धेरै गरेको छन्। स्याउलाई धेरै हाम्रो स्याउमा जुम्लाको स्याउहरू क्विन थियो, त्यो स्याउलाई चाहिँ अहिले कस्तो संसदमा धेरै बोल्नुभयो यसबारे र स्याउलाई बिकाएरै छोड्नुभयो। कति करोडको चाहिँ नाफा कमाएका थिए जुम्ली जनताहरूले र कुहिएको थिएन र त्यो कुरालाई पनि उहाँले चाहिँ ध्यानमा राखुन्। र अर्को कुरा के भन्दाखेरि हाम्रो जडीबुटीहरू धेरै राम्रो हो। हाम्रो जडीबुटीलाई बाहिरतिर देखाउनु भनेको हाम्रो लागि चाहिँ सौभाग्यको कुरा हो र जडीबुटीलाई चाहिँ देश तथा विदेशमा चिनाउनु गलत होइन नि। अब उहाँले भन्नुभएको कुरा चाहिँ मलाई ठिक लागेन है, अरूलाई जे होस्, मैले उहाँको कुरा एउटा पनि चित्त बुझेन।